चाहिँ हाम्रो भुटन हैन यसरी मज्जाले बोइल गर्नुपर्ने हुन्छ। मज्जाले बोइल गर्नु होला। यतिको पाकिसकेपछि चाहिँ लोकल भुटन एकदमै रेडी हुन्छ। हेर्न सक्नुहुन्छ उम्लिसकेको छ यो भुटन पनि। हाम्रो चाहिँ अब यो भुटन पनि बोइल भएर रेडी भइसक्यो भुटन हैन। अब यसलाई चाहिँ काट्नको लागि हामीसँग बोरा चुलीसिले काट्दैछु। यो चाहिँ अब ट्याक्क यहाँनिर उठाउनेवाला छ। बोरा टक्क यहाँनिर राखेर भुटन रहेको छ। बस्यान्द्रा यो चाहिँ एकदमै यो सयपत्री हो बुढीको हैन। यो चाहिँ पत्रवाला भएको कारणले एकदमै मिठो मुटु धडक धडक धडकिने मुटु। यो चाहिँ एकदमै राम्रो रहेको छ। राम्रोसँग पनि टन्नै छ हेर्न सक्नुहुन्छ। यो पनि आन्द्रा हुन्छ। यसभित्र चाहिँ बसेको हुन्छ। यसभित्र ससेज भरेर खानालाई पनि एकदमै लोकल भुटन सबैले लाइक सब्सक्राइब गरिदिनु होला। यसको पनि सबै सिद्धिसकेको चाहिँ खाली भयो। यहाँनिर राखिदिउँ। हेर्न सक्नुहुन्छ हाम्रो भुटन। अब म भुटन हजुरहरूलाई चाहिँ अब एकछिनपछि देखाउनेछु। सँग छ अब यहाँ प्याज पनि रेडी भइसकेको छ। यो चाहिँ छिलेर रेडी भयो। अब यो प्याज काट्नुपर्छ। एकैछिन होल्ड गरिदिनु होला। प्याज पनि रेडी भइसक्यो भुटनको लागि। हेर्न सक्नुहुन्छ यति प्याज भएको छ हामीसँग चाहिँ। हो यति प्याज भएको छ। यहाँ चाहिँ अब हामीले कराई बसालिसकेका छौँ ग्यासमा। त्यस पछाडि अब आगो बाल्न कराई तातिसकेपछि चाहिँ तेल हाल्नुपर्ने हुन्छ। मोमो पनि पाकिसकेको छ। मोमो पाकिसकेपछि अब मोमो पनि दिउँ। यो चाहिँ तात्दैछ। यसमा हामीले काटिरहेको यो प्याज हाल्छौँ। बनाइसकेको दिन हुन्छ। प्याजलाई चाहिँ राम्रोसँग भुट्नुपर्ने हुन्छ। अब यो प्याज रेडी भइसकेको छ है। प्याज चाहिँ यतिको रातो बनाउनु होला। हेर्न सक्नुहुन्छ हजुरहरूले यतिको प्याज चाहिँ रातो बनाउनु पर्ने हुन्छ। रातो भएपछि अब हाम्रो यो भुटनलाई अब हामीले यहाँनिर हाल्छौँ।
यतिको बुटन हुन्छ है। यतिको बुटन भएपछि चाहिँ यसलाई चाहिँ अलिक ठुलो आगो बनाएर अब सक्नुहुन्छ मजाले चलाइदिनु होला एकचोटि। त्यस पछाडि यसलाई 5 मिनट 5 मिनट त नहुनु 1 मिनट छोडिदिनु होला। हाम्रो बुटन हेर्न सक्नुहुन्छ यतापट्टि अर्को पाक्दैछ। यो चाहिँ टाउको हो। हाम्रो चाहिँ अब यो भुटान चाहिँ लास्ट स्टेप भइसकेको छ। अब यतिको भएपछि चाहिँ अब यसलाई एउटा प्यानमा राखेर मजाले अब हामीले यसलाई फ्राई गर्छौँ थोरै तेल हालेर। अब त्यो प्रोसेसिङ पनि हजुरहरूलाई देऊँला। यतिको बनाएपछि चाहिँ यो खान लायकको भयो। देख्न सक्नुहुन्छ हाम्रो भुटान चाहिँ अब पुरै रेडी भइसकेको छ होइन। भुटान रेडी भयो। अब यसलाई चाहिँ खनाएर राखौँ। यसलाई खनाएर बाटामा राखिसकेपछि चाहिँ अनि फेरि पछि यसमा चाहिँ राख्नलाई धेरै सजिलो हुन्छ। म त्यसमा यतिलाई चाहिँ अब यहाँनिर राख्दै मैले यसलाई यसो खानलाई हुन्छ। यही हो अब हाम्रो चाहिँ स्पेसल आजको भुटान। अब अहिलेलाई चाहिँ म यहीँ गरिदिन्छु। अब भुटान खर्राएर चाहिँ हजुरहरूले पछिको भिडियोमा देखाउने छु। भुटान खर्राएर यसलाई चाहिँ एकछिन रेस्ट दिनुपर्ने हुन्छ।